दर्शकबिन नमस्कार, बोल्दैछु नर्जुन तामाङ। सदा जस्तै आज पनि अर्को नयाँ सन्देश लिएर उपस्थित भएको छु। आशा छ यो सन्देशबाट यहाँको जीवनमा सकारात्मक ऊर्जा थप्न मद्दत पुग्नेछ। आउनुहोस् दर्शकबिन, आजका विषयवस्तुतर्फ लागौं। बुद्ध भन्छन्, जीवनका सबै कुरा अस्थायी छन्। दुःख आउँछ जान्छ पनि, सुख आउँछ तर टिक्दैन। सम्झनुहोस्, जुनसुकै अवस्था सधैँको लागि होइन। क्रोधलाई जित्नु नै साँचो विजय हो। बुद्ध भन्छन्, क्रोधले तपाईलाई भित्रैबाट जलाउँछ। क्रोध नियन्त्रण गर्नु त्यो जित हो जुन संसार जित्नु भन्दा ठूलो छ। हामी जे सोच्दछौँ त्यही बन्दछौँ। तपाईको सोच नै तपाईको भविष्य हो। जस्तो बिउ त्यस्तै फल। सोच बदल, जीवन बदलिन्छ। वाणीमा शक्ति हुन्छ। बोल्नु अघि सोच। शब्दले घाउ दिन सक्छ, जीवन पनि बदल्न सक्छ। बुद्ध भन्छन्, कोमल शब्द सधैँ सम्झना लायक हुन्छ। आफ्नो बाटो आफै बनाऊ। बुद्ध भन्छन्, तिमी आफै आफ्नो गुरु हौ, अरूलाई पछ्याउनु होइन। आत्मालाई बुझ र आफ्नो बाटो चाल। मृत्यु अटल सत्य हो। मृत्यु अटल सत्य हो, यो बुझेर आजलाई अर्थपूर्ण बनाऊ। धन सधैँ खुसीको कारण हुँदैन। बुद्ध भन्छन्, जसको मन सन्तोष छ उनै धनी हो। धनको पछि लागेर आत्मा बेच्नु पर्दैन। ईर्ष्या आफैलाई जलाउने आगो हो। अरूको सफलतामा ईर्ष्या होइन, प्रेरणा खोज। ईर्ष्याले अरूलाई होइन, तपाईलाई नै जलाउँछ। माफ गर्नु कमजोरी होइन। बुद्ध भन्छन्, माफ गर्न सक्ने व्यक्ति नै सबैभन्दा शक्तिशाली हुन्छ। बदला होइन, क्षमा नै साँचो जित हो। शान्त मन नै साँचो धन हो। बुद्ध भन्छन्, बाहिर सम्पत्ति भन्दा ठूलो सम्पत्ति एक शान्त मन हो। अहंकार विनाशको जरो हो। बुद्ध भन्छन्, जहाँ अहंकार हुन्छ त्यहाँ ज्ञान टिक्दैन। नम्र बन, महान बन। धैर्य जीवनको शक्ति हो। दुनियाँ परिवर्तन गर्न गाह्रो छैन, पहिले आफूलाई परिवर्तन गर। धैर्य राख, परिणाम आउँछ। अन्धविश्वास होइन, ज्ञानमा विश्वास गर। बुद्ध भन्छन्, आँखा बन्द गरेर नमान, सोच, बुझ अनि विश्वास गर। सच्चा साथी चिन, भिड होइन। जीवनमा धेरै साथी भन्दा एकजना सच्चा साथी नै पर्याप्त हुन्छ। लोभले कहिले तृप्ति दिँदैन। जति धेरै चाहना उति धेरै दुःख। बुद्ध भन्छन्, सन्तोष नै साँच सुख हो। पश्चाताप होइन, गल्ती मान र सुधार गर। पश्चातापमा डुब्नु होइन, परिवर्तन गर। जीवन क्षणिक हो, यसलाई बाँच। भविष्यको चिन्ता होइन, वर्तमानलाई मूल्य। प्रेम सबैभन्दा ठूलो शक्ति हो। बुद्ध भन्छन्, घृणा कहिले घृणाबाट जित्नै सक्दैन, केवल प्रेमले जित्दछ। दुःख जीवनको हिस्सा हो। दुःखलाई दोष होइन, पाठ सम्झ। यो नै आत्मा बलियो बनाउने माध्यम हो। साँचो धर्म करुणा र सत्य। धर्म भन्नाले पूजा होइन, जीवनमा करुणा र सत्य अपनाउनु हो। तपाईँ जे दिनुहुन्छ त्यो फिर्ता पाउनुहुन्छ। बुद्ध भन्छन्, कर्म अनुसार फल। राम्रो सोच, राम्रो गर, राम्रो पाऊ। शक्ति सधैँ बाहिर होइन, भित्र खोज। तपाईको शक्ति बाहिर कुराहरूमा होइन, तपाईको आत्मामा लुकेको हुन्छ। आलस्य नै सबै समस्याको मूल हो। बुद्ध भन्छन्, जाग, लाग र बाँच। समय गुम्यो भने पछुतो मात्र बाँकी रहन्छ। एक्लोपन डर होइन, अवसर हो। एक्लो समय आत्मचिन्तनको अवसर हो। डर मान्नु होइन, डर मान्नु पर्ने होइन। सच्चा खुसी सानो कुरामा हुन्छ। ठूलो चीज पर्खँदा जीवन बित्न सक्छ। साना कुरामा खुसी खोज। समानता नै समाजको सुन्दरता हो। जात, धन र लिङ्ग होइन, व्यवहारले मान्छे महान हुन्छ। सत्य कहिले लुक्दैन। बुद्ध भन्छन्, सूर्य, चन्द्रमा र सत्य यी कहिल्यै लुकेर बस्दैन। मनकै जित साँचो जित हो। अरूलाई जित्नु सजिलो छ, तर आफैको मनलाई जित्नु साँचो पराक्रम हो। सन्तुलन नै जीवन हो। बुद्ध भन्छन्, न त धेरै कडा न त धेरै ढिला, मध्यम वर्ग नै उत्तम हो। ज्ञानसँगै नम्रता आवश्यक छ। धेरै जान्नेले घमण्ड गर्छ, साँचो ज्ञानी सधैँ नम्र हुन्छ। सच्चा धार्मिकता व्यवहारमा देखिन्छ। धर्म पाठशालामा होइन, व्यवहारमा देख्नुपर्छ। मौन कहिले काहीँ उत्तर हो। सबै प्रश्नको उत्तर शब्दमा होइन, मौनमा पनि हुने गर्छ। आत्मा बुझ, संसार बुझ्नेछौ। बुद्ध भन्छन्, जसले आफैलाई चिन्छ उसले सारा संसार बुझ्छ। प्रत्येक दिन नयाँ अवसर हो। हिजो सकियो, आज ताजा हो। आजबाट परिवर्तन सुरु गर। साँच्चै सुन्दर व्यक्ति जसको मन सुन्दर हुन्छ। रूपले होइन, सोच र व्यवहारले मान्छे सुन्दर हुन्छ। संसार बदल्न मन परिवर्तन गर। बुद्ध भन्छन्, संसार
संसार परिवर्तन गर्न चाहन्छौ भने पहिले तिमी बदल। समयको कदर गर, हराएको समय कहिले फर्कदैन। समय नै जीवन हो। शब्दहरू छुरा जस्तै हुन सक्छ, बोल्दा होस गर। एक चोटिल शब्दले गहिरो घाउ दिन सक्छ। धैर्य राख, फल अवश्य पाइन्छ। बुद्ध भन्छन् पर्ख, विश्वास गर, तिमीले पक्कै फल पाउनेछौ। घृणा होइन, करुणा फैलाऊ। जसले करुणा फैलाउँछ ऊ आफै पनि उज्यालो हुन्छ। आफ्नो विवेक प्रयोग गर, जे सुने पनि आफ्नो विवेकले जाँच अनि मात्र विश्वास गर। सन्तोष नै असली सम्पत्ति हो। बुद्ध भन्छन् जसले कममा खुसी मान्दछ उनै धनी हो। भूतकालको पश्चाताप नगर, भविष्यको डर नराख। बुद्ध भन्छन् वर्तमान नै जीवन हो, यसलाई पूर्ण रूपले बाँच। सपना देख तर जागेर। सपना देख्नु ठिकै हो तर तिनलाई साकार पार्न श्रम गर। इमानदारी कहिले पुरानो हुँदैन। साँचो र इमानदारी मानिस सधैँ सम्मानित हुन्छ। शुद्ध मन नै साँचो तीर्थ हो। बुद्ध भन्छन् बाहिरी तीर्थ होइन, शुद्ध मन नै मुक्तिको बाटो हो। शिक्षा जीवन बदल्ने शक्ति हो। शिक्षा केवल किताब पढ्नु होइन, व्यवहारमा ज्ञान देखाउनु हो। सकारात्मक ऊर्जा फैलाऊ। जुन ऊर्जा तिमी आफै छौ, जुन ऊर्जा तिमी फैलाउँछौ त्यही फर्केर आउँछ। सबै कुरा समय अनुसार हुन्छ। धैर्य गर, समय आएपछि सबै ठिक हुन्छ। तपाईँ नै आफ्नो भाग्यको निर्माता हो।